तल चाहिँ के भन्छ सिरीबारी छ, पारी रापाकोट छ, उता पुइसी चापाकोट छ। अब म चाहिँ यहाँ माथि जाने हो। यहाँ चाहिँ हरेक दिन रमाइलो भने होइन, घर चाहिँ यस्तो छ। यहाँनिर चाहिँ होमस्टेबारे चाहिँ विभिन्न जानकारीहरू चाहिँ झोला पनि भिडियो है साथी हो। अब जाने हो के सिरुबारी डाँडा घुम्न जाने है। आज हेर्दै गर्नुहोस् है त, अब जाने हो सिरुबारी घुम्न। ल बाइक रेडी हुँदैछ। अब हामी चाहिँ लक्षमै त साथी हो टक्क लाएर फाइनल्ली हामी चाहिँ यहाँ आइसकेका छौँ। यो चाहिँ ठ्याक्कै गुठी भन्दा माथि हो। यहाँ तल चाहिँ गुठी गाउँ छ, यो तलको चाहिँ गुठी गाउँ है। हामी चाहिँ यहाँ आइसकेका छौँ। अब फेरि हामी यहाँबाट यात्रा गर्नेछौँ। अब जान लागेको साथी हो, हामी चाहिँ जान्छौँ टक्क लाएर है। ओइ फाइनल्ली हामी चाहिँ जिरोमा आइसकेका छौँ। गलिङ नगरपालिका 2 नम्बर वडा भ्रमण गर्नुभएकोमा धन्यवाद भनेर लेखेको छ। गलिङ बजार यहाँनिर चाहिँ पेट्रोल पम्प छ, त्यो सक्यो भने यहाँ हाल्नु सकिन्छ। यहाँनिर आएपछि चाहिँ तातोपट्टिको गलिङको चर्च आउन चाहनुहुन्छ भने गलिङको चर्च चाहिँ तलतिर रहेको छ, जान आउन सक्नुहुन्छ है त। त्यो जाति पुग्दैछ। यहाँ चाहिँ गाडी यस्तो स्पिडमा आएको थियो होइन, कालो घर किन्नु नदेखेर झनै ठोकिएन। यो परादी बजार हो। आएर तपाईँ घुम्न आउनु सक्नुहुन्छ। यहाँबाट माथि गयो भने चाहिँ सिकेको ठाउँमा यहाँबाट हामी चाहिँ झोलुङ्गे पुल, सिउरीको झोलुङ्गे पुलमा चाहिँ हामी चाहिँ पुग्छौँ। अब चाहिँ हेर्दै गर्नु होला है त। अब हामी चाहिँ सिउरीको पुलतिरतर्फ आइसकेका छौँ। अगाडि हाम्रो चाहिँ बस आइरहेको छ। अनि यो बसलाई हामी चाहिँ यसरी क्रस गर्छौँ है त। अब हामी चाहिँ सिउरीको पुलमा टक्क लाएर हामी चाहिँ आइसकेका छौँ। सिउरीको पुल चाहिँ हामी चढ्ने छैन तर यताबाट हामी हेर्नेछौँ है त। ल हेर्नुहोस्, गाडी यस्तो स्पिडमा आउँछ यहाँनिर, घुम्ती छ तर पनि स्पिड चाहिँ बढी नै छ है। ल हेर्नुहोस्, अब यो हो हाम्रो स्याङ्जाको एकदमै प्रख्यात ठाउँ, जुन ठाउँमा चाहिँ मान्छेहरू चाहिँ दिनदिनै आउने गर्दछ र त्यति हेरेर फर्किने गर्दछ, सरेर फर्किने गर्दछ। यो ठ्याक्कै वालिङको गलिङको बिचमा पर्छ। यताबाट गाडी आइरहेको छ। यो चाहिँ बयानबारी हो, बजारहरू छ। यस्तो अहिले बयानबारीको अवस्था। अब हामी चाहिँ त्यहाँ भेट्नेछौँ। सरकारले दिएको नगरपालिकाले चाहिँ देख्न गइरहेको छ रनिङको सर्ट। रनिङको सर्ट चाहिँ यही हो।
सङ्गतिमा गएर सङ्गति गर्न आउन सक्नुहुन्छ। हामीले बेसी बजार आइसकेका छौँ। कालिम्पोङ बेसी बजार मरेन डाँडा भन्ने ठाउँ जहाँ चाहिँ आइसकेका छौँ। हामीलाई यो गाइड दिनुपर्छ। कति बज्यो अहिले? 12:08 बन्द गर। हामी एउटा के भयो? फाइनली हामी चाहिँ गुडी खोलामा आइसकेका छौँ। यो चाहिँ गुडी खोला हो। गुडी खोलाको पुलमा हामी चाहिँ पुल तरिसकेका छौँ। अब हामी चाहिँ फुलबारी हुँदै हामी त्यति दोकान निस्किन्छौँ। हेर्दै गर्नु होला। ममिता भन्ने चाहिँ यता यो 88 चोक गरे। हामी अघि नै 0बाट 99 चोकमा पुगेको थियौँ। अहिले हामी चाहिँ 88 चोकमा चाहिँ आइसकेका छौँ। यहाँ 88 चोकमा चाहिँ यसरी काम धमाधम भइरहेको छ। यात्रा गर्दैछौँ। फेरि पनि यहाँनिर सेती दोकानको यो पुलमा हामी आइसकेका छौँ। र हामी चाहिँ यो पुललाई तर्नेछौँ। टक्क साइड लाइट बालेर होइन, किनकि उता गाडी आउन सक्छ। अनि यो चाहिँ सेती दोकानको पुल तरिसकेको छ। यो खोला चाहिँ हामी चाहिँ अब खेती खोला गाउँपालिकादेखि चाहिँ आधी खोला गाउँपालिकामा आधी खोला गाउँपालिकाबाट हामी प्रवेश गरिसकेका छौँ साथीहरू। हामी चाहिँ सम्पूर्ण यहाँदेखि पुग्नेछौँ पुग्नेसम्म। त्यो ठाउँमा हामी जाँदै गर्दाखेरि बाटोको अवस्था के कस्तो छ हामी चाहिँ हेरि नै रहनेछौँ। दुकानको चाहिँ यो पसलहरू हो। सानो बजार छ। यहाँनिर बजार मात्रै नभएर अगाडि चाहिँ हेल्पोस्ट पनि छ। प्रहरी चौकी पनि यहाँनिर रहेको छ। यहाँनिर अलिकति व्यवस्थित कुरा हामी देख्न पर्दछौँ। अब तपाईँहरू चाहिँ सिरुबारी कुरा गर्नुहुन्छ भने चाहिँ यहाँबाट जाँदै हुनुहुन्छ भने 17 किलोमिटर सिरुबारी तपाईँहरूले प्रवेश गर्न सक्नुहुन्छ है त। गाडीमा बाइकमा जेमा पनि जान सक्नुहुन्छ। सिरुबारी
बिरुबारी चाहिँ यता माथि पर्छ यता माथि भिडियोग्राफर हो यस्तरी अवस्थामा हुनुहुन्छ है अहिले हामी चाहिँ यो बिच बाटोमा छौँ अझै यहाँदेखि हामीलाई चाहिँ कम्तीमा पनि 7 किलोमिटर जति छ अगाडि पुग्नको लागि अहिले यो सेरोफेरो हामी हेर्दै गरौँ यो तलको चाहिँ आँधी खोला हो आँधी खोला हो यो चाहिँ सर र आँधी खोला बगिरहेको छ अहिले आँधी खोला चाहिँ एकदम सानो भइरहेको छ यो बर्खामा चाहिँ यति ठुलो भएर आउँछ कि यति साह्रो उर्लेर आउँछ होइन कि गीत चाहिँ छ नि आँधी खोला उर्लेर आयो भन्ने चाहिँ जमाना गीत छ होइन त्यसै कारणले चाहिँ यो खोला चाहिँ उर्लेर आउँछ त्यो समयमा अहिले चाहिँ उर्लेको छैन सानो बगिरहेको छ ल यत्रो बगिरहेको छ अहिले चाहिँ रङ्गे ठाटीमा आइसकेका छौँ यो तलको चाहिँ र ढुङ्ग बनेरु माध्यमिक विद्यालय हो यो तल चाहिँ कति गाह्रो छ नाम पनि बिर्सिहाल्छ त्यो नाम र ढुङ्ग माध्यमिक विद्यालय बनेरु हो यो चाहिँ रङ्गे ठाटी हो यहाँनिर चाहिँ रमाइलो छ एटिएम पनि यहाँनिर छ है त्यो चाहिँ निकाल्नु पऱ्यो भने चाहिँ यहाँ आउनुपर्छ त्यो चाहिँ निकाल्न पाइन्छ है त त्यो चाहिँ निकाल्नको लागि कृषि आउनुपर्छ यहाँतिर कुनै सिँदैमा यो चाहिँ हाटीखोला गाउँपालिका 5 नम्बर वडा पर्छ है फाइनली हामी चाहिँ दुर्ले बजारमा आइसकेका छौँ यस्तो छ यो दुर्ले बजारको ठाउँमा यो चाहिँ हाम्रो आँधीखोला इङ्ग्लिस बोर्डिङको गाडी हो यो गाडी चाहिँ यहीँ राख्ने गर्दछ आज चाहिँ क्लास यस्तो छुट्टी भएर चाहिँ लाग्यो यो फलफुल किनेर चाहिँ लानुपर्ने हो नमस्ते बा नमस्ते कता हिँड्नुभयो ल ल ढल्कनले ढल्कनले काम मलाई म तान्दिम भरेको साथी क्या हेर्नु नि बाबु ल है ल भयो बाबु ल हुन्छ ए तान्दिनु पर्छ ल हिँड्नु
ल हामी चाहिँ यहाँनिर रमाइलो गर्दैछौँ माछ कटेर बसेरीको यो बिचमा पऱ्यो है ए ल वन बिच वनमा चाहिँ यहाँनिर छौँ हामी चाहिँ माझ कटेरी दरौ शिरबारी माझ कटेरी भन्ने गीत थियो होइन त्यो चाहिँ जमाना सुनिन्थ्यो क्या आजभोलि चाहिँ खासै सुनिन्न कता गएछ पनि यता ट्र्याक्टर पनि आउँछ ए ल आउँदै गर्नु है हजुरलाई के भन्न मन छ यहाँ भन्नु त म यसो भिडियो गर्दै पनि हिँडेको हजुर यो त रातो ऐसालु है कस्तो रातो खाले भयो त यो माथि माथि भएर क्या रातो छ त है झन् मिठो छ होइन फाइनली यो चौर चाहिँ कति राम्रो सुन्दर छ होइन मेरो चाहिँ हात हल्लिएको छ फाइनली अहिले हामी चाहिँ कहाँ छौँ भन्दा मासकटेरीमा छौँ अनि यो चाहिँ मासकटेरी गाउँ हो यो गाउँमा चाहिँ यस्तो अवस्था छ अनि हेलो हामी चाहिँ यसै घुम्दै हजुर अहिले बिहानको मात्र बजेको 6-7 यो 7 बजेको अवस्थामा सिरुबारीमा चाहिँ यस्तो अवस्था छ साथी हो अब टाढा जान नि सकिँदैन यसरी यति नै देखिने भने माथि चाहिँ वडा कार्यालय छ आँधीखोला गाउँपालिका 1 नम्बर वडा कार्यालय पञ्चमुल स्याङ्जा साथी हो आज कुहिरो यस्तो छ हेर्नुहोस् जसले गर्दा चाहिँ केही पनि देखिँदैन माथि के छ हेरौँ विजय विद्यालय श्री श्री शहीद नमुना माध्यमिक विद्यालय आँधीखोला 1 पञ्चमुल विश्व शान्ति बुद्ध पार्कमा हामी चाहिँ छौँ माथिबाट हेर्न पाइँदैछ तलबाट जान पाइँदैन रहेछ साथी हो ढेकी यहाँनिर छ गाडी जस्तो गरे ल है साथी हो अब हामी चाहिँ सिरुबारीमा प्रवेश गर्न गइरहेका छौँ यो चाहिँ नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी हो यहाँहरू सबैलाई स्वागत भन्दै हुनुहुन्छ यहाँनिर फाइनली हामी चाहिँ आउँछौँ भनेको ठाउँमा चाहिँ आइसकेका छौँ सिरुबारी ल हेर्नु सिरु यता सिरुमा देखाउँछ यहाँ छैन रहेछ यहाँ तर नेपालको पहिलो पर्यटक क्षेत्र हामी चाहिँ प्रवेश गरिसकेका छौँ फाइनली अब हामी भने चाहिँ सिरुबारीको डाँडातर्फ यात्रा गरिरहेका छौँ ठिक छ नि घाम लाग्यो भने त यहाँखेरि के हुन्छ हौ हालत छैट 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 कस्तो मजाको बाजा बजायो त सिरुबारी सिरुबारी कति दामी छ बाटो होइन ओइ
हामी चाहिँ अहिले सिरुबारी सेरोफेरो घुमिरहेका छौँ। यतातिर चाहिँ बाजा बजिरहेको छ। अब हामी चाहिँ यो माथि डाँडामा जाँदैछौँ। डाँडामा जानको लागि चाहिँ बाटो यहाँबाट कस्तो छ कुन्नी? हामी चाहिँ त्यो माथिको डाँडा सिरुबारी डाँडामा चाहिँ जान लागेका छौँ। एउटा रहेको छ साथी हो जामै धेरैले फोटो यहाँबाट खिच्छ क्या हो। फाइनल्ली यहाँ चाहिँ आज यस्तो मेला लागिरहेको छ सिरुबारीमा। एकदम एउटा पाठा लिएर हिँड्नुभएको छ बुवा चाहिँ होइन। ल ए ल ल ल हस् ल फाइनली यहाँनिर चाहिँ यसरी यसको नाम चाहिँ के हो नि? पलास ए ल धन्यवाद ल हस् राम्रो राम्रो ल है त गाडीमा अरे बाजा बजाउँदै आउँदै हुनुहुन्छ साथीहरू हेर्नु नछुटाउनु होला। गो है आउनुभयो बाजा बजाउँदै आउँदै हुनुहुन्छ यहाँनिर रमाइलो छ्यापै। फाइनल्ली सकियो। अब हामी चाहिँ यात्रा गर्नेछौँ माथि। हो साथी हो हामी चाहिँ अहिले यो सिरुबारीको गाउँमा आइसकेका छौँ। यहाँनिर चाहिँ यस्तो राम्रो पार्क छ हेर्न सक्नुहुन्छ है। अब हामी चाहिँ कताबाट घुम्ने हो? यताबाट छिर्ने। हामी चाहिँ यहाँनिर घुम्दैछौँ यो टोल। अब हामी चाहिँ यस्तो ठाउँमा जाँदैछौँ जुन ठाउँमा चाहिँ कार्यक्रम हुन्छ अनि हरेक समयमा हरेक दिन कार्यक्रम हुने ठाउँ चाहिँ माथि रहेको छ। अनि हामी चाहिँ घरमा जानेछौँ अहिले चाहिँ। आऊ तिमी यो धेरै हल्लिने रहेछ कि मेरो भिडियो। घरमा कोही हुनुहुन्छ कि हेर्नेछौँ? घरमा को हुनुहुन्छ? नमस्ते। सामुदायिक होमस्टे रहेछ यहाँ त है। हामी चाहिँ वालिङबाट आएको यसो घुम्दै। ल साथी हो म चाहिँ एक घर देखाउन गइरहेको छु जुन घरहरू चाहिँ होमस्टेको रूपमा चाहिँ यहाँनिर देखा पर्न सक्छ। अनि होमस्टेको रूपमा चाहिँ यहाँनिर छ नेपालको चाहिँ पहिलो होमस्टे अनि घुम्ने ठाउँ पर्यटकीय क्षेत्र पनि रहेको छ साथी हो। नमस्ते आमा सुन्नु भएन जस्तो हो। आमा नमस्ते। यहाँ पनि सामुदायिक होमस्टे रहेको छ साथी हो। यहाँनिर चाहिँ होमस्टेबारे चाहिँ विभिन्न जानकारीहरू यहाँनिर दिएको छ साथी। अब हामी चाहिँ यता माथि पुग्नेछौँ साथी हो। अब घर देखाउनु गइरहेको छ। घर एक घर देखाउनु गइरहेको छु। यतातिर त हेरिरहेको छु कस्तो सबै ढुङ्गे के होइन चट्ट हेर। साथीहरू हामी चाहिँ यो 28 नम्बर होमस्टे घुमेर आइसकेका छौँ। अनि अब हामी चाहिँ अर्को घरतिर जाँदैछौँ साथी हो। त्यही बुद्ध गुम्बा जाने बाटो रहेछ। कता हो ओइ कता हो? कस्तो सबै घर एउटै देखिन्छ हौ। यहाँ चाहिँ हरेक दिन रमाइलो हुने होइन। घर चाहिँ यस्तो छ यहाँनिर। हामी चाहिँ यतातिर जाऊँ पहिला होइन। यहाँनिर मुखियाको घर चाहिँ यहाँनिर घर नम्बर चाहिँ 22 नम्बर रहेको छ। बालकुमारी गाउँ सेवा समाज यहाँ चाहिँ लेखिरहेको छ होइन। यतातिर गयो भने कता पुगिन्छ थाहा छैन। ए सकेछ हौ धन्यवाद लेखेको छ।
हामी चाहिँ बालकुमारी गाउँ सेवा समाज आँधीखोला 1-5 आँधीखोला 1 पञ्चमूल भन्ने ठाउँमा चाहिँ हामी आइसकेका छौँ। यहाँनिर चाहिँ मन्दिर रहेको रहेछ है साथीहरू। अब यहाँ चाहिँ मन्दिर छ, यस्तो बाजा पनि त्यहाँनिर रहेछ होइन, ढङ बजाउने यस्तो। त्यो बजेपछि बाजा सुरु, पूजा सुरु। ल हामी चाहिँ अहिले घर नम्बर 22मा आएको छौँ होइन। यो चाहिँ होमस्टे। घरमा अहिले चाहिँ कोही हुनुहुन्न। कस्तो खतरा आयो होइन, मेरो हात साह्रो हल्लियो यार। है तेरि यो क्याट गर्ने यार साथी हो। हामी चाहिँ अब यो घरतर्फ जाँदैछौँ। अनि यो घर चाहिँ कति नम्बर हो म देखाउन गइरहेको छु। मैले उ ल्याउनु पर्ने थियो कि सेल्फी स्टिक ल्याउनु पर्ने थियो। घर नम्बर 23 रहेको छ यो चाहिँ। घरमा को हुनुहुन्छ? नमस्ते आमा, आरामै हुनुहुन्छ? ए हजुरको घर नम्बर 23 पऱ्यो है होमस्टे। फाइनली साथी हामी चाहिँ 23 नम्बर घरलाई हामी चाहिँ छोडेर फेरि हामी अर्को घरतर्फ जाँदैछौँ। यता घर जानु पऱ्यो होइन। साथीहरू मेरो अब 1 सब्सक्राइब बढ्ने भयो। यहाँनिर चाहिँ उहाँले चाहिँ सब्सक्राइब गरिदिन्छु भनेर भन्नुभएको छ, तर थाहा छैन के हो। वेट ओइ ल साथी हो, हामी चाहिँ यहाँनिर तल घरतिर जाँदैछौँ। घर होइन के भन्छ होमस्टेतर्फ जाँदैछौँ है। घर त घर नै हो, होमस्टे भने पनि होइन। सेल्फी स्टिक लागेको भएर कति मजा हुन्थ्यो। र फाइनली हामी चाहिँ यो घरमा आइसकेका छौँ। अनि यहाँनिर चाहिँ को हुनुहुन्छ होइन, के गर्दै हुनुहुन्छ म सोध्नुहुन्छ है त। नमस्ते आमा, दुवैजनालाई नमस्ते। आरामै सन्चै हुनुहुन्छ? ए घरमा चाहिँ 2 जना मात्रै? ए यहाँ हजुर भाडा बस्नुहुन्छ? ए खास घर चाहिँ हजुरको पोखरा? ए हामी चाहिँ यता वालिङदेखि आएको थियौँ, यसो घुम्दै फिर्दै एउटा भिडियो बनाउँदै होइन, अब गाउँहरू हेर्दै घुम्न आएको थियौँ। त्यही भएर लागिसक्यो यहाँ घरबाट। साथी हो हामी चाहिँ फेरि यो घरतर्फ जाँदैछौँ होइन। एक घरलाई हामी निहाल्दैछौँ। अब बाटो अलमल्ल परिन्छ हो। यहाँ घरमा चाहिँ को हुनुहुन्छ साथीहरू? चाहिँ घर नम्बर हाउस नम्बर 25 थगेला यार। फाइनली भलक फेरि सुरु भइसकेको छ है। उकालो बाटो यो गुरुङ बजार। गुरुङ बजार गरे सिरुबारी गाउँ है। ल है बिस्तारै चढौँ है। यो तलको चाहिँ सिरुबारी गाउँ हो। यहाँ चाहिँ होमस्टे छ है। ठाडो बाटो फाइनली चढ्यो। अब म चाहिँ माथि आइपुग्न लागेको छु। ए चिसो लाग्यो, चिसो। माथि चाहिँ सबै कुहिरोले ढाकेको छ। डाँडा पानी पर्ने सम्भावना भइरहेको छ। है साथीहरू फाइनल्ली म चाहिँ सिरुबारीको डाँडामा आइसकेँ। अब चाहिँ
ठगेला एकछिन यहाँ बस्नुपर्छ यो डाँडाबाट देखिने अच्छो जाडो भयो पानी छ बस्नु पऱ्यो भनेको यो चाहिँ सिरबारी डाँडाबाट देखिने दृश्य हो उहाँबाट चाहिँ यस्तो मजाको ठाउँहरू देखिन्छ हौ साथी हो पारी के छ भने चाहिँ दरौ छ माछा कटेरी छ अनि त्यसपछि उता आएपछि के भन्छ सिरबारी छ पारी रापाकोट छ उता पुगेपछि चापाकोट छ अब म चाहिँ माथि जाने हो साह्रो थाक्यो साथीहरू हिउँगालो चढ्दै गर्दाखेरि त फाइनली साथी हो म चाहिँ सिरुबारी माथि हिँड्दैछु गाह्रो छ उहाँहरूलाई है त अब चाहिँ म टक्क लाएर यो भ्यू पोइन्टबाट म हेर्नेछु अब सिरुबारीलाई यो चाहिँ मेरो दोस्रो पटक हो यो ठाउँमा दोस्रो पटक म यो भ्यू टावरमा आउँदैछु अनि यहाँबाट फेरि पनि म तपाईँहरूलाई देखाउन चाहन्छु दोस्रो पटक है तेरि चिसोले हान्छ कि होइन है तल आइ के फाइनली साथीहरू हामी चाहिँ सिरुबारीको यो एकदमै भ्यू पोइन्टमा आएर चाहिँ यहाँनिर हामी रमहाट गर्दैछौँ खुसी मनाउँदैछौँ अब म चाहिँ डाँडामा देखाउन जाँदैछु त्योभन्दा अगाडि म एउटा बाँसुरी बजाएर सुनाउँछु है ओके मैले चाहिँ बाँसुरी बजाइसकेको छु अब यो बाँसुरीको धुन सँगसँगै मग्न भएर हामी चाहिँ नलामै अब म उता हेर्न गइरहेको छु यतापट्टि चाहिँ म रहेको छु हेर त हामी दुईजना दाजुभाइ रहेका छौँ अनि उसको नाम चाहिँ सुदीप हो भने चाहिँ मेरो नाम चाहिँ प्रवीण हो र अनि त्यसपछि हामी चाहिँ एउटा भजनलाई गाउन गइरहेका छौँ सुदीपको एउटा सुइलो मिठो आवाजमा चाहिँ गाउनु हुनेछ अनि म चाहिँ सँगसँगै बाँसुरी बजाएर म चाहिँ सहायता गर्नेछु ल एउटा भजन गाउनुहोस् है त फाइनली हामी फेरि यो भ्यू पोइन्टबाट हामी चाहिँ झरिसकेर हामी चाहिँ फेरि उता माथि तर्फ हामी यात्रा गर्दैछौँ सबैजनालाई जय मसी आज यमुना 3 को स्वरमा यसो लेखिएको छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले आनन्द जीवन पाओस्। यहाँहरू सम्पूर्णमा ख्रिस्टी अभिवादन साथै जय मसी। यिर्मिया 33 को 3 पदमा यसरी लेखेको छ मलाई पुकार र म तँलाई जवाफ दिनेछु तैँले नजानेका गहिरो र गुप्त कुराहरू म तँलाई बताउनेछु आमेन। फाइनली यो ठाउँ चाहिँ कुटलेश्वर भन्दै हुनुहुन्थ्यो नाम पनि ठ्याक्कै आएन म चाहिँ यो गाउँदेखि यात्रा गर्दैछु यति डाँडामा आएको छु म ओ तलतिर हेर्नुहोस् यति माथिमा आएको छु के भन्छ यो गाउँको लागि तिरुमुने हजुरको नाम चाहिँ सञ्जय सन्तोष दाईलाई चिन्नुहुन्छ होइन ल म पनि चिनेको छु सन्तोष दाईलाई ल भन्छ कुराकानी गर्दै गर होला। फाइनली हामी यो गाउँमा आएको छौँ तर यो गाउँको नाम के हो थाहा छैन यो चाहिँ म हो म भनेको म हो साथी हो
अब हामी यहाँबाट जानुपर्ने कहाँ हो थाहै छैन। अब सोध्नुपर्छ त्यहाँनिर गएर। म सोध्छु। भलिबल ग्राउन्ड रहेछ तर बल खेल्छ कि खेल्दैन थाहा छैन। अब हामी जाने हो टक्क लाएर साथी हो। फाइनली साथी हामी चाहिँ त्रिवेणीमा आइसकेका छौँ है। अब हामी चाहिँ यहाँबाट पारी जाने हो अनि हामी चाहिँ कार्कीनेटातर्फ हामी यात्रा गर्दैछौँ। यो त्रिवेणीको गाउँ। फाइनल्ली हामी चाहिँ अब उकालो ठडेको छौँ रोड क्रस गरेर। माथि चाहिँ हामी जाँदैछौँ होइन। हेर्दै गर्नु होला, हेर्नु नछुटाउनु होला। ओ के हो यो? फाइनल्ली यहाँ चाहिँ गोठ रहेको छ है। यहाँ चाहिँ यसरी यो बोट बिरुवाहरू चाहिँ रोपेको छ हो। 16 मैदानभन्दा कम छैन यार हाम्रो। ल स्याङ्जाको यो अर्को 16 मैदानमा म आउँदैछु। एकदम राम्रो छ, रमणीय ठाउँ छ। झ्याउलाई झ्याउ खाउ साथी हो। यसको नाम चाहिँ झ्याउ हो। यहाँनिर मैले चाहिँ भर्खर बोकेर ल्याएँ बन्ना गएँ। यो चाहिँ झ्याउ गरेँ। यसलाई कसरी खाने? ल साथीहरू यहाँ न्युरो खाना भए आउनुहोस् है। यो चाहिँ खानेवाला न्युरो होइन। बाटोको अवस्था यस्तो छ। फाइनल्ली साथीहरू हामी चाहिँ यो पहाडमा हामी त चढेर आइसकेका छौँ साथीहरू। यहाँ माथिदेखि हामी झरेर आएको छौँ साथीहरू। यहाँ हामी झरेर यहाँ तल आइसकेका छौँ। रोडमा हामी आइसकेका छौँ। अब हामी यो ठाउँलाई छोडेर हामी जाँदैछौँ।